हरेक पालिकामा ट्रेनिङ 10 जना मात्र बोकिने हिँडेको छ, सर्टिफिकेट खोल्ती मैले लिएर हिँडेको छ, उसले रोजगार पाएको छैन। अनि रोजगारदाताले वास्तवमा रोजगार के श्रमिक पाएको छैन, यो सत्य कुरा हो चाहिँ। किनभने यसलाई हामीले जोड्न सकेका छैनौँ चाहिँ। त्यही कुरा लिएर चाहिँ अहिलेको स्थितिमा हामीले चाहिँ नि विशेष गरिकन केही दिन अगाडि हामीले चाहिँ त्यहाँ चाहिँ रोजगार सम्मेलन गरेर आगामी दशकलाई आन्तरिक रोजगार दशकको रूपमा अगाडि बढाउन खोज्यौँ, ताकि वैदेशिक रोजगारका निर्भरतालाई हामी घटाएर लिएर जाउँ। रोजगारको विकल्प रोजगार मात्र हुन्छ, अर्को चिज हुन सक्दैन। त्यो रोजगारको विकल्प रोजगार हुने बित्तिकै रोजगारको कुरा गर्ने बित्तिकै सिपसँग जोडिनुपर्छ। हाम्रो बजारमा जुन 4 लाख चाहिँ हरेक वर्ष चाहिँ श्रमशक्ति हाम्रो बजारमा आउँछ, त्यो श्रमशक्ति कति सिपयुक्त श्रमशक्ति आइरहेको छ। बजारले मागेको चाहिँ त्यहाँ चाहिँ नि श्रमशक्ति बजारले मागेको चाहिँ नि सिपयुक्त श्रमशक्ति भएन भने अनि त्यो कसरी जोडिन्छ त्यहाँ। अहिलेको स्थितिमा हामीले त्यस हुनाले चाहिँ नि विशेष गरिकन अहिले अध्ययन गरेको अवस्थामा चाहिँ हामीले के पनि पायौँ भने अहिले वास्तवमा चाहिँ लक्ष्मण दाइले भन्नुभएको छ कपाल काट्नेमा चाहिँ गइरहेको छ। तर यहाँ अहिले चाहिँ करिब गहना बनाउने 8 लाख चाहिँ हाम्रो विदेशी ल्याएर काम गरिरहेका छ। महिलाको गहना बनाउने 8 लाख चाहिँ विदेशी ल्याएर नेपालमा काम गरिरहेका छन्। निर्माण व्यावसायिक क्षेत्रमा 20 लाख मानिस बाहिरबाट आएर काम गरिरहेका छन्। तयारी पोसाकमा हामीले वहाँ चाहिँ सिलाइ कटाइ बुनाइको तालिम दिइरहेका छौँ। वहाँ तयारी पोसाकवालाहरू चाहिँ बाहिरबाट मान्छे ल्याएर काम गरिरहेको अवस्था भएको छ। कि उसको निड अनुसार भएन, यहाँ निड एसेसमेन्ट र चाहिँ डिमान्ड ड्रिभेन खालको चाहिँ भएन यहाँनिर।